त्यो गाडी आयो आज चाहिँ पानी परेर हामी सबैजना हैन घुम्न निस्केको सबै भिजायो अघि आउँदा घाम लागिरहेको थियो अहिले पानी परिरहेछ है सबैजना अब चाहिँ कोठातिर जाँदैछौँ पानी नै परिरहेछ है अहिले निस्किँदा चाहिँ घाम लागिरहेको थियो अहिले चाहिँ पानी पर्यो हामी घुम्नलाई आउँदाखेरि छुट्टीको दिन घुम्नु त पर्यो पानी के कम हुनु सबै भिजिरहेको छ रोडहरू अघि थिएन नि त यहाँ होइन उता धेरै परेर रहेछ यार त्यो साइड पानी त्यो साइडमा जानु हुँदैन अब आज त निस्किनुहुन्न अब के निस्किने हो र अब त पानी पुरा परिरहेको थियो अहिले अब अलिक कम भइरहेछ पानीले एकदमै भिजाएको थियो है अनि चाहिँ पानी आउनु थालिहाल्यो भने त अब भिजाउने भयो यार यस्तो मजाले पानी आयो नि आज हामी बाहिर घुम्न निस्केको बेला अब पानी त अघि आउँछ भन्दै थियो नि त लास्टै आउने भयो यार पानी अब पानी आयो होइन हामी चाहिँ अब एकैछिन पानी आयो घुम्न गएको आज चाहिँ बाहिर घुम्न निस्किने बित्तिकै पानी आयो होइन पानी नआएको भएर पानी धेरै नै आइरहेछ पानी उता लागेर कहाँ बस्ने हो र यस्तोमा यार अब जाने हो भने अहिले घाम लागिरहेको थियो एकैछिन पानी पर्छ अब घुम्न निस्केको अब भिजाउने भयो नि त सबै केटाहरू नि हाँस्छन् होला घुम्न निस्केको थिएँ सबै उयो के अरे एकैछिन फर्क्यो भनेर है घुम्न निस्केको आज चाहिँ हामी होइन एकैछिनमा पानी परेर यस्तो सिमसिम 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 पानी परिहाल्यो अघि घाम लागिरहेको थियो एकैछिनमा पानी पऱ्यो सबै भिजाउने भयो अब आज घुम्न निस्किने बित्तिकै पानी परेर हाम्रो बिजोग बनायो एकदमै चिसो मौसम छ पानी पर्यो घुम्न निस्किँदै बिजोग बनायो बिजोगे सबैजना घुम्यो होइन त कस्तो छ ठिक छ नि दिपक दाइ के छ ठिक छ नि होइन ल हालत खराब भयो है पानी परेर गाह्रो भयो घुम्न निस्केको पानी परेर गाह्रो बनायो सबैजना आज घुम्न निस्केको होइन घुम्न निस्किँदा चाहिँ आज अघि घाम लागिरहेको थियो अहिले घाम एकैछिन पानी परेर मौसम यस्तो छ एकदमै जाडो भयो सबैजना घुम्न निस्किनु भएको थियो है अब घुम्न निस्किराखेको बेला पनि पानीले हामीलाई चाहिँ एकदम बिजोग बनाए मौसम यस्तो छ सबै पानी परेर अघि जाँदा यहाँ पानी परेको थिएन अहिले एकैछिन पानी परेछ हामी चाहिँ अहिले फर्केको अब घुम्न निस्किँदै हामी फर्क्यौँ यहीँबाट क्रस गर्ने होला नि हामीले होइन यहाँ चाहिँ अब हामी जेब्रा क्रसबाट क्रस गर्छौँ यहाँ चाहिँ एउटा के चाहिँ इमान्दारी त हुन्छ भने त्यो गाडी आयो रोकिदियो जाउँ हिँड्नु न हिँड्नु रोकिदियो नि त यहाँ चाहिँ गाडी एकदमै इमान्दारी त छ होइन यहाँबाट भित्र त होइन नि त कहाँ हो त नि अर्काकोतिर यहाँ चाहिँ गाडी चाहिँ होइन जेब्रा क्रसमा खुट्टा राख्ने बित्तिकै एकदमै मजाले गाडी रोकिदिन्छ एकदमै ट्राफिक रुल्सको चाहिँ एकदम फलो हुन्छ यहाँ चाहिँ है तर पानीले पो आज हामीले बिताए है